मात्र एक लिङ्क सेयर गरेर तपाईले 1000 सब्स्क्राइब कम्प्लिट गर्न सक्नुहुन्छ, त्यो पनि एक दिनमै। कुनै पनि भिडियोको चाहिँ लिङ्क चाहिँ त्यहाँ जब तपाईले सेयर गर्नुहुन्छ त्यो वेबसाइटमा तपाईको चाहिँ 1000 सब्स्क्राइबरहरू कम्प्लिट हुन्छन्। तपाईले चाहिँ पहिला चाहिँ आफ्नो भिडियोको चाहिँ लिङ्क चाहिँ कपी गर्नुपर्ने हुन्छ। यो चाहिँ मेरो एउटा युट्युब च्यानल हो। म चाहिँ अहिले चाहिँ यही युट्युब च्यानलमा चाहिँ सब्स्क्राइबरहरू चाहिँ बढाउन चाहन्छु। हेर्न सक्नुहुन्छ अहिलेको न्यू युट्युब च्यानल बनाएको छु। तपाईले चाहनुहुन्छ भने यसलाई चाहिँ सब्स्क्राइब गर्न पनि सक्नुहुन्छ। पहिला चाहिँ म आफ्नो भिडियोको चाहिँ एउटा लिङ्क चाहिँ कपी गर्छु। हेर्न सक्नुहुन्छ यहाँनिर सेयरको अप्सन छ। त्यो सेयरको अप्सनमा तपाईले क्लिक गर्नुभयो भने यहाँनिर चाहिँ एउटा अप्सन आउँछ कपी लिङ्क भन्ने। तपाईले चाहिँ यहाँमा चाहिँ क्लिक गरेर आफ्नो भिडियोको लिङ्क चाहिँ कपी गर्न सक्नुहुन्छ। अब तपाईले भिडियोको लिङ्क कपी गरिसकेपछि आफ्नो मोबाइलमा भएको क्रोम ब्राउजरलाई चाहिँ ओपन गर्नुहोला। क्रोम ब्राउजरलाई ओपन गरिसकेपछि यहाँनिर सर्च गर्नुहोला। अनि यहाँ माथि सर्च बारमा गएर सर्च गर्नुहोला। यहाँनिर मैले चाहिँ सर्च गरिसकेको छु युट्युब ब्याकिङ जेनेरेटर। तपाईले पनि यसरी नै सर्च गर्नुहोला। त्यसपछि यहाँनिर सर्च गर्नुहोस्। सर्च गरिसकेपछि यहाँनिर तपाईले धेरै वेबसाइटहरू आउँछन्। त्योमध्येको चाहिँ तपाईले यो पहिलो वेबसाइटमा चाहिँ क्लिक गर्नुहोस्। यसरी पहिलो वेबसाइटमा क्लिक गर्नुहोस्। पहिलो वेबसाइटमा क्लिक गरिसकेपछि जब तपाईले वेबसाइटमा क्लिक गर्नुहुन्छ त्यसपछि तपाईको चाहिँ यस्तो खाले इन्टरफेस आउँछ। यहाँनिर अलि तल स्क्रोल डाउन गर्नुभयो भने यहाँनिर एउटा अप्सन आउँछ युट्युब सर्ट ब्याकलिङ्क जेनेरेटर भन्ने एउटा अप्सन आउँछ। इन्टर द युट्युब सर्ट भिडियो लिङ्क। तपाईले चाहिँ यहाँनिर चाहिँ जुन भिडियोको लागि लिङ्क चाहिँ कपी गर्नुभएको थियो त्यो भिडियोको लागि लिङ्क चाहिँ यहाँनिर पेस्ट गरिदिनुहोस्। पेस्ट गरिसकेपछि अलि माथितर्फ जाँदै गर्दा यहाँनिर चाहिँ तपाईले अर्को अप्सन देख्न सक्नुहुन्छ ट्राई एनी वर्ड टु सर्च एसइओ टुल। तपाईले चाहिँ यहाँनिर चाहिँ आफ्नो भिडियोको चाहिँ मेन टाइटल दिनु होला। जस्तै कि मेरो भिडियोको चाहिँ यहाँनिर चाहिँ मैले मेरो भिडियोको चाहिँ मेन टाइटल दिइसकेको छु। हेर्न सक्नुहुन्छ एनिमेसन सर्ट कार्टुन भनेर। यसरी नै तपाईले पनि आफ्नो भिडियोको चाहिँ मेन टाइटल दिनु होला। त्यसपछि तल स्क्रोल डाउन गर्नु होला। यहाँनिर एउटा अप्सन आउँछ सबमिटको। यहाँनिर चाहिँ सबमिटमा क्लिक गर्नु होला। ल सबमिटमा तपाईले क्लिक गरिसकेपछि यहाँनिर तपाईको यस्तो लोडिङ हुन्छ। लोडिङ भइसकेपछि यहाँ तल स्क्रोल डाउन गर्नुहोस्। यहाँनिर चाहिँ तपाईको यति धेरै वेबसाइटहरू आउँछन्। हेर्न सक्नुहुन्छ मैले जुन अहिले भिडियोको लिङ्क चाहिँ यहाँ पेस्ट गरेको थिएँ त्यो भिडियो चाहिँ 3939 वेबसाइटमा चाहिँ सेयर भइसकेको छ। कुनै पनि व्यक्ति यो वेबसाइटमा चाहिँ भिजिट गर्दै गर्दा तपाईहरुको भिडियोलाई पनि हेर्छ। यदि तपाईको भिडियो मन परायो भने लाइक कमेन्ट सब्स्क्राइब गर्छ। यसरी नै तपाईको सब्स्क्राइबरहरू इन्क्रिज हुन्छ। तपाईले पनि यो ट्रिकलाई अपनाउनु होला। र तपाईले यो भिडियोमा कुनै डाउट छ भने कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नु पनि नबिर्सिनु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला।